क्रिकेट खेल्दा यस्तोसम्म होला भन्ने मैले सोचेको पनि थिइनँ। आज रोहितले करेसाबारीमा काम गर्दै थियो, त्यो देखेर मलाई पनि भ्लग बनाउन गुज बम्स आयो र अनि आज मिनी भ्लगको डे 19 अनि सुमन मामाको घर गएको त ज्याकेटमा जुगाड हान्नु भएको रहेछ। मान्छे त ऋतिक रोशन भन्दा पनि ह्यान्डसम हो के। फेरि भिडियो बनाएको देखेर क्यामेरामा मुक्का हानेर धन्दै लेन्स फुटाउनु भएन। अनि आज सुमन मामाको पर्स हेर्न लागेको त खोज्न लाउनु भयो, के रहेछ यस्तो पर्समा भनेर हेरेको त कहाँ खाली हुनु। उहाँसँग त राजा वीरेन्द्रको पालाको 5 र 2 को नोट रहेछ। ओहो, यो त लास्टै भ्यालुएबल हुन्छ होला। गाइज, हजुरसँग कुन कुन पुरानो नोट छ कमेन्ट गर्नु होला। पर्स भित्र त एटिएम कार्ड पनि रहेछ। मोबाइलमा हेरेको त नेक्स्ट अम्बानी उहाँ नै हो कि जस्तो पो लाग्यो मलाई त। स्वागसित बाहिर निस्केर घुम्न हिँडेको त साइकल त हावा नभएर पञ्चर भएको रहेछ। बनाएर अनि घुम्न हिँड्यौँ। बाटोमा क्रिकेट खेलेको देखेर त मनलाई कन्ट्रोल गर्नै सकिन। भित्र छिर्ने बित्तिकै बलिङ गरियो, कडा नै खेलियो। अनि ओभर सकेपछि विकेट किपर गएर बसेको त बल त आँखा र फरेडको बिचमा लाएर लास्टै दुखेको थियो। त्यहाँ कसैले भन्ने गर्नु भएन। फेरि लास्टै विजेत हुन्थ्यो अनि लजाम भनेर टाउको दुखेर फर्किहालियो घर। बाई, डु सब्सक्राइब।